साथीहरू म घरमा पनि आइपुगेँ है। तर घरमा आएर चाहिँ मेरो रोमियो मरेछ। अचम्मै लाग्दो, बिहानसम्म राम्रै थियो अरे होइन। अन्त अघिदेखिको मरे, सुतिरहेको होला भनेर आमाले सिँढीमै अरे होइन उठाउनु खोजेको अरे। भरे त पानी हाल्दा नि उठेन अरे, भरे त मरिरहेको थियो अरे। अचम्मै लाग्दो मेरो रोमियो। हेर्नुहोस् साथीहरू, होइन कसरी मऱ्यो यो त? के उयो किरा बेसी भएर हो कि के हो? होइन किराले अन्त राम्रै थिएन कि के गरेको थियो? बिहान म पानी तताउँदा यहीँ आएर बस्यो, मसँग पानी तताएर म नुहाउनु पस्यो, त्यो उहाँ बसेको त्यहाँ बसेको। म त छोड्न भन्छु हो, त्यही पल्टिरहेको थियो। अनि ऊ आएर ऊ त गइगयो, त्यही पल्टिरहेको आउँदैछ, मरिगएको रहेछ फेरि। हेर त यसले कसैले केही खुलायो भने बोमिट गर्थ्यो। हेर त यो उपिया पनि कस्तो डेन्जर किरा परेको छ भने नि। आमा किराले होइन हौ, किराले छोड न, अब जाऊ त, तँ जा, तँ जा। यो ओऱ्यो फेरि, हेर न, उता जा। अब के अरे रोमियो कस्तो चिसो भएछ हेर त। नगर भाइ, छोड त। हेर त आमा किरा पनि त्यस्तै परेछ। कस्तो राम्रो थियो। अब के कहाँ लाने भयो? कहाँ लाने? लैजाऊ होइन। जाऊ। माया लाग्दो भएछ साथीहरू। हेर्नुहोस् त हाम्रो रोमियो कस्तो राम्रो थियो। घना पालेको कुकुर है। अर्को छ ननुहाएको नि। नहाएर बाटो छोड भने यहीँ पल्टिरहेको थियो। बाटो टाउको उठायो, नुहाइधुवाइ गरेर ऊ बिउ जग्गा खेल्नु, ऊ त मिटिङमा जानु पनि फटाफट गइहाल्यो। आउँदाखेरि त त्यहाँपछि आमा कति बेरमा नहाएर ऊ गर्दाखेरि त्यहाँ ऊ पो भइसकेछ। उताबाट आउँदाखेरि मरिएको छ। बिमारी केही भएन, खाएँ बिहानै त मसँग उठेको, त्यहाँ सँगै आएर यहाँ आएर सुतेको। कसैले केही खुवाइदियो कि बोमिट गर्नु पर्यो। पिसाब गरेको रहेछ। पिसाब गरिरहेछ। पिसाब गरिरहेछ। त्यो ऊ भयो नि रेड कलरको किरा। कर्क परेछ। अब कसरी गेला आउने बित्तिकै चाहिँ त्यस्तो भयो साथीहरू। कस्तो नराम्रो लाग्दो घरमा पालेको कुकुर है। अघि फोन आएको थियो, के अरे कुकुर रोमियो मऱ्यो भनेर। अन्त बिहानै गाड्ने भन्नुभएको थियो बाबाले, रेडी गरिराख्नु भएको थियो। अन्त म आउँछु, अन्त मात्रै गर्नु भनेर चाहिँ मलाई पर्खिरहनु भएको थियो है। सो अन्तिम कुकुर भेट्नेछु। सल्याउनु त अलिकति बिस्कुटको बदलीले फुल्लो मिठाईमा त फुल पो दिनु पर्यो। मिठाईमा फुल दिनु पर्यो।
सधैँ आएर बिस्किटहरू माग्थ्यो आउने बित्तिकै सधैँ बिस्किटहरू दिन्थेँ आज फुल दिनु पर्यो घुमेर आएर सधैँ ड्युटीबाट आएर पनि बिस्किट दिन्थेँ है तर आज फुल दिनु पर्यो घरमा पालेको कुकुर हुन्छ नि अब अलिकति भए पनि यो फेरि कस्तो राम्रो थियो क्या भनेको भातहरू पनि मान्ने एकदम बेसी खानुमा पनि हाउ नगर्ने त्यस्तो खालको थियो त्यस्तो भयो ठिकै छ अब मान्छेको त भरोसा रहेन भनेपछि है कुकुरहरूको त झन् के भन्नु है यो चाहिँ मेरो हस्बेन्डले ल्याउनु भएको थियो स्कुलबाटै स्टुडेन्टकोबाट है मजाको थियो यत्रो 1 महिना नपुगी हुँदाखेरि ल्याएको अन्त यो तपाईँको 4-5 साल भयो त्यत्रो भयो त्यत्रो साल आज हेर्नु कति 5 साल भएको थियो होला नि त 4-5 साल जुन भाइ अन्तिम बिदाईलाई मात्र पर्खिनु भएको थियो है बाबाले मलाई यो जन्मेको थियो त नि जन्मेको थियो किनभने कस्तो लाग्छ नि अब ओरियो मात्रै भएको थियो ओरियो त हिजो अस्ति ल्याएको हो 1 साल 1.5 साल जस्तो भयो होला रोमियो त पुरै के गर्ने अब त्यस्तै भयो के गर्नु साथीहरू त्यस्तै हुँदो रहेछ मान्छेको त भरोसा रहेन भनेपछि कुकुरहरूको त झन् के भन्नु है अन्त त्यत्रो वर्ष पालेको है त्यस्तो हुँदा कस्तो लाग्छ आफूलाई त्यो भन्नै सकिँदैन क्या अन्त एउटा निशानी थियो त्यो हस्बेन्डले पनि भने त हस्बेन्डले पनि छोडेर जानुभयो है र साथै हाम्रो रोमियो थियो रोमियोले पनि छोडेर गयो सायद केही हुन आँटेको थियो होला त्यसले लिएर गयो सबैको यही भन्छु है नराम्रो ग्रह जति बिचरा हाम्रो रोमियोले लिएर जाओस् यही भन्छु म है नराम्रो लाग्छ साथीहरू एउटा छोरा जस्तै थियो क्या त्यो त्यही हो त्यहाँ आउने बित्तिकै ब्याग सेग राखेर यता बाहिरबाट निस्के मलाई पर्खिरहनु भएको थियो नि त बिहानै त्यस्तो भएको अन्त सो